बाबा त यहाँ पो हुनुहुँदो रहेछ बाबा के गर्नु भएको यो यहाँ अब यस्तो घारी थियो यो घारीलाई जम्मै फाडेर अब यहाँ हामी चाहिँ फुल रोप्ने के को लागि अब दसैँ तिहार आउँदैछ नि त दसैँमा पनि फुल युज हुन्छ अनि तिहारमा हाम्रो यो पछाडिपट्टि घरमा जम्मै लाउनुपर्छ किनेर महँगो छ छोरो त्यही भएर बाबाले अघि उठेर यहाँ यस्तो सफा गरिसक्यो बाबाले यता यस्तो सफा गरिसक्यो बाबाले अघिदेखि यहाँ जम्मै झारहरू यहाँ यसरी निकालेर यहाँ गऱ्यो अब यो झारहरू निकाल्दा यो एउटा बाँच्यो यो के हो थाहा छ बेटा यो हाम्रो पुदिना भन्छ नि पुदिना अचार खान्छ नि हो त्यो अनि यो चाहिँ किन राखेको यो भोलि पर्सि गोलबेडामा अचार पिसेर खान कस्तो राम्रो हुन्छ